र नेपालीले बुझ्नुपर्ने कुरा, यदि राष्ट्रवादी नेपाली हो भने सडकमा निस्किनुपर्छ र लखेट्नुपर्छ। राष्ट्रवादी सेना हो, सेना पनि अब राष्ट्रवादी कित्तामा उभिनु पर्यो, कित्तामा उभिनु पर्यो। सेना नै खारिज गर्छु भनिसकेपछि सेना नै खारेज गरेपछि नि जिम्मेवारी हुनु पर्यो नि। हो, सेना जिम्मेवारी हुनु पर्यो। के सेना भनेको वतन हो, सेना भनेको देश हो। होला मलाई पनि सेनाको विषयमा चित्त नबुझेर मैले केही कुरा भने है, तर यसको मतलब के हो भने सेना नै खारेज गर्नुपर्छ भने होइन नि मैले। ल सेना पनि सकियो भने के भयो त? अनि आएन त विदेशी सेना। पृथ्वीनारायण शाहको, बडा महाराज धिराज पृथ्वीनारायण शाहको लिगेसी बोकेको त्यो सेनासँग रगत जोडिएको छ पृथ्वीनारायण शाहको। त्यो सेना पनि खारेज गर्नुपर्छ। राजा त सके, धर्म सके, अब त्यो एउटा सेना छ। त्यो सेनासँग के छ तपाईँलाई थाहा छ? त्यो सेनाले पूजा गर्छ, मन्दिर छ त्यो सेना। त्यो सेनासँग जेसस क्राइस्टको मूर्ति छैन भित्र, तपाईँले बुझ्नु भएको छ? त्यहाँभित्र दुर्गाका मूर्ति छन्, शिवका मूर्ति छन्, पूजा गर्छन्। र अहिलेका चिफले पनि, सेनापतिले पनि रुद्राक्षको माला लगाएर हिँडेका छन्, पशुपतिमा डेली गइराखेको हुनुहुन्छ। त्यसले गर्दा अब सेनाले पनि के बुझ्नुपर्छ भने देश बचाउनलाई राष्ट्रवादी शक्तिलाई तपाईँहरूले साथ दिनुहोस्। अमेरिकन सेना ल्याउने मान्छेले राजा ल्याउँछ, त्यही अमेरिकन सेना ल्याउनलाई राज संस्था हटाएको होइन, राजदरबार हत्याकाण्ड गरेको होइन। राजा नहटाइकन हिन्दू धर्म जाँदैन थियो। राजा भनेको गार्जेन हो। राजा हुन्जेलसम्म केहीमा पनि साइन गर्दैन थियो। अनि यी जम्मै भतुवा ल्याएर साइन गराएन, खुरुखुरु यी मान्छे हुन्, गोठाला ल्याएर साइन गराएको होइन। यी त जम्मै गोठाला हुन् नि। यो सिंहदरबार भनेको त गोठालाहरू बस्ने ठाउँ हो। यति बुझ्नु न, नेपालीको जनताको सरकार हो यो। जनताको सरकार भए शिक्षामा कर, स्वास्थ्यमा कर, बिजुलीमा कर, पानीमा कर, घर गरिबका घर जम्मै भत्काएर फर्सीको मुन्टो बेचेर खान पाएन। अब यहाँ भन्दा छ बच्चाले पढ्न पाएका छैनन्। मोहन अधिकारी, पुष्पलालहरूको उदय, हजुर, राजा महेन्द्रको हत्या, रहस्यमय मृत्यु है, पञ्चायती व्यवस्था ढालेर जनयुद्धको थालनी, राजा वीरेन्द्रको वंशनाश, त्यस पछाडि धर्मनिरपेक्ष संहिता लादेर देशलाई राजाबाट हटाएर गर्न खोजेको के हो भन्दाखेरि यही हो। सिके राउत भनेको कहाँको प्रोडक्ट हो? अमेरिकाको होइन, होइन। पछिल्लो समय दाइ सिके रावतसँगै शोभिता गौतमको लगायत आइआरआईको केन्द्रीय कार्यालयको एउटा तस्विर भाइरल भएको थियो। दाइले ठ्याक्कै अमेरिकाको मान्छे भन्नुभएको छ, कतै हो कि जस्तो पनि लाग्छ। हो होइन, 5000% हो। सिके राउत के को पिएचडी हो? पढेर मात्रै हुन्छ? वैज्ञानिक हो भन्छन् नि। के को वैज्ञानिक? कहाँको के गरेको छ र वैज्ञानिक? सिके राउतको जनलहर कस्तो छ, मधेसमा दुर्गा प्रसादको कस्तो छ हेरौँ। सिके राउत भनेको मान्छे भनेको देश टुक्र्याउने, देश सिध्याउने। सेना भनेको देश हो, सेना भनेको देश हो। सेनाको विषयमा एउटा मानुस नमानुस एउटा संस्था भनेको नेपाली सेना हो। अहिले त्यो सेनाले बडा महाराज धिराज पृथ्वीनारायण शाहको लिगेसी बोकेको सेना हो। अरू चिज त सिद्धियो। यिनीहरू त्यही सेनालाई पनि खारेज गरौँ भनेर लागेका छन्। यो लाग्नेमा को हो भन्दाखेरि एनआइडी, अघि तपाईँले भनेको थियो नि आइआरआई, हजुर, लगायतको संयुक्त मोर्चा बनाएर राजदरबार हत्याकाण्ड भएको होइन। एनआइडीको चिफ आएर अस्ति पोखरामा पैसा बाँडेर गएको होइन? राजेन्द्र लिङ्गदेन लगायत सबै घन्टीहरूलाई पैसा बाँडेर गएको होइन? र तपाईँले के बुझ्नुहोस् भने नि, स्वर्णिम वाग्ले कसको मान्छे हो? सिके राउत कसको मान्छे हो? बालन शाह कसको मान्छे हो? सुन्नुहोस्, रवि लामिछाने कसको मान्छे हो? हर्क साम्बाङ कसको मान्छे हो? कुलमान घिसिङ कसको मान्छे हो? प्रचण्ड कसको मान्छे हो? शेरबहादुर कसको मान्छे हो? यो देशको मान्छे कोही पनि छैन। यो देशमा राष्ट्रको लागि एउटा आफ्नो ज्यान लगाएर, आफ्नो परिवार दाउमा लगाएर, आफ्नो श्री सम्पत्ति दाउमा लगाएर बोलेको एउटा दुर्गा प्रसाईको अभियानदेखि सर्वहारा वर्ग र भुइँ मान्छेदेखि बाहेक को छ? दाइ ठ्याक्कै योभन्दा अगाडि तपाईँले धेरै व्यक्तिका नाम लिनुभयो। ती मध्येका एकजना व्यक्तित्व, उहाँ पनि डाक्टर नै हुनुहुन्छ, पिएचडी गरेको व्यक्तित्व र अहिले नेपाल सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिराख्नु भएको छ।
उहाँले पनि एउटा अभिव्यक्ति दिनुभएको छ दाइ, यदि अमेरिकन सेना नेपालमा नआउने हो भने नेपाल कालो सूचीमा जाने पक्का छ भनेर भन्न खोजेको चाहिँ के हो यो दाइ? हो, अब कुरो आयो नि, अब ऊँट पहाड के नीचे भन्छ नि, हजुर सबै कुरो जोडिएर आयो होइन। यहाँ मैले भने नि गोविन्द केसीलाई जसले बोकेर सुरुवात गर्यो नि, हजुर सोनु वाग्ले, गगन थापा, एउटै टिम हो नि यिनीहरू। यिनीहरूले नि सेना ल्याएर, अमेरिकन सेना ल्याएर छोड्छन्। नेपाल र नेपालीले बुझ्नुपर्ने कुरा, यदि राष्ट्रवादी नेपाली हो भने सडकमा निस्किनुपर्छ र लखेट्नुपर्छ। राष्ट्रवादी सेना हो, सेना पनि अब राष्ट्रवादी कित्तामा उभिनु पर्यो। सेना नै खारिज गर्छु भनिसकेपछि सेना नै खारेज गरेपछि नि जिम्मेवारी हुनु पर्यो नि। हो, सेना जिम्मेवारी हुनु पर्यो। के सेना भनेको वतन हो, सेना भनेको देश हो। होला मलाई पनि सेनाको विषयमा चित्त नबुझेर मैले केही कुरा भने है, तर यसको मतलब के हो भने नि सेना नै खारेज गर्नुपर्छ भने होइन नि मैले। ल सेना पनि सकियो भने के भयो त? अनि आएन त विदेशी सेना। पृथ्वीनारायण शाहको बडा महाराज ध्यान, पृथ्वीनारायण शाहको लिगेसी बोकेको त्यो सेनासँग रगत जोडिएको छ पृथ्वीनारायण शाहको। त्यो सेना पनि खारेज गर्नुपर्छ। राजा त सके, धर्म सके, अब त्यो एउटा सेना छ। त्यो सेनासँग के छ तपाईँलाई थाहा छ? त्यो सेनाले पूजा गर्छ, मन्दिर छ। त्यो सेनासँग जेसस क्राइस्टको मूर्ति छैन भित्र, तपाईँले बुझ्नु भएको छ? त्यहाँभित्र दुर्गाका मूर्ति छन्, शिवका मूर्ति छन्, पूजा गर्छन्। र अहिलेका चिफले पनि, सेनापतिले पनि रुद्राक्षको माला लगाएर हिँडेका छन्, पशुपतिमा डेली गइराखेको हुनुहुन्छ। त्यसले गर्दा अब सेनाले पनि के बुझ्नुपर्छ भने देश बचाउनलाई राष्ट्रवादी शक्तिलाई तपाईँहरूले साथ दिनुहोस्। एउटै राष्ट्रवादी शक्ति भनेको खम्बाबाट, सगरमाथा जस्तो खम्बाबाट उभिएको दुर्गा प्रसाई हो। सोनु वाग्ले मान्छेको भाँडो हो। मान्छे भन्नुहुन्छ तपाईँ गोविन्द केसी बोकेर स्वास्थ्य शिक्षा सिध्याउने। अब अहिले आएर के गरे थाहा छ? गरिबले पाएको बिमा हजुर त्यो सिध्याइदिएन। अनि भयभरको ऋण लिएको छ। यिनीहरू आइकिन 3 खरब ऋण थपियो। 3 महिनामा 3 खरब ऋण थपे। सुशीला कार्की आएर 1 खरब थपिन्। भोलि फेरि $150 मिलियन लिँदैछन् यिनीहरूले विश्व ब्याङ्कबाट। विश्व ब्याङ्क र IMF को पैसा लिएर नि संसारमा कुन देश धनी भएको छ? पाकिस्तानको हालत के बनायो? पाकिस्तानको आज विश्व ब्याङ्क र IMF को पैसा लिने कुन चाहिँ देश धनी भएको छ? अब यहाँका व्यापारीले पनि भेट्दैछन्, व्यवसायीले भेटे। साउन 1 गतेदेखि हेर्नुहोस् के हुन्छ हालत। सोनु वाग्ले मान्छे हो। कस्तो खालको PhD गरेको रहेछन् दाइ तिनीहरूले, जसले चाहिँ देशको सार्वभौमतामाथि प्रश्न गर्छन्, जसले चाहिँ देशमा विदेशी सैनिक आउनुपर्छ भन्छन्, जसले चाहिँ देशको सेनालाई नै खारिज गर्नुपर्छ भन्छ। यिनीहरू, तपाईँलाई मैले एउटा कुरो भने, देश बेच्नु भनेको आमा बेच्नु हो। देशमा विदेशी सेना ल्याउनु भनेको नि हजुर आमा बेच्नु होइन, छोरी बेच्नु होइन हो नि। यिनीहरू आमा बेचेर, छोरी बेचेर नि अमेरिकामा घर बनाएर स्वास्नी अमेरिकामा राख्ने जात पो त यो त। आफ्नै आमा बेच्ने, आफ्नै छोरी बेच्ने, आफ्नो वतन बेच्ने, आफ्नो इमेज बेच्ने, आफ्नो इज्जत बेच्ने, आफ्नो देश बेचेर अमेरिकामा एउटा घर बनाएर एउटा फ्ल्याटमा। हामी कहाँ छौँ? अमेरिकामा। मेरा छोराछोरी कहाँ छन् तपाईँका? अमेरिकामा। जो चाहिँ देशको हकितको लागि सोच्दैनन् तिनीहरू देश बेच्ने हुन्। हो, तिनीहरू देश बेच्ने हुन्। तिनका छोराछोरीले पनि सुख पाउँदैनन्। 7 जुनी यिनीहरूको सन्तान, दर सन्तान मासिएर जान्छ, मासिएर। हामी दाइको निवास आउँदै गर्दाखेरि सुकुम्बासीहरूको बाक्लो भिड देख्यौँ र त्यहाँ पनि खिचेका छौँ हामीले केही भावुक दृश्यहरू। ती सुकुम्बासीहरूले भन्छन् हामीलाई भोलि सरकारले घर खोजेर जाऊ, कोठा खोजेर जाऊ भन्छ। कोठा हामीलाई कसैले पनि दिँदैन। हामीसँग पानी खाने भाँडो पनि छैन, बोतल पनि छैन। साना नानीहरू, ओठ निचोर्दा दुध निस्कने नाबालकहरू, खानेकुरा केही पनि छैन। स्कुलबाट पढ्नबाट वञ्चित भएका छन्। त्यही भिडबाट दाइले एकजना विद्यार्थी, एकजना बच्चालाई मैले पढाइदिन्छु पनि भन्नुभयो। निकै भावुक थियो त्यो माहौल। खासमा सुकुम्बासीको समस्या चाहिँ के थियो दाइ? होइन, सुकुम्बासीको समस्या त हेर्नुहोस्, सुकुम्बासी यो भइराख्ने समस्या हो, तर यसलाई म्यानेज गर्ने समस्या राज्यको कुरो हो नि त। जसको घर छैन, द्वार छैन, जसको कोही छैन, त्यसको राज्य हुनुपर्छ। अभिभावक भनेको राज्य हो भनेपछि राज्यसँग आश गर्छ क्या जनताले। हजुर त्यो ठुलो कुरो होइन, तर त्यसमा के जुत्ता वर्षाउने, डोजर वर्षाउने,
हेर साथी हो, बालन सरकारलाई म भन्छु, तपाईँको शासनले, तपाईँको बन्दुकले शासन त चल्ला। तपाईँहरू भन्न थाल्नुभयो अमेरिकन सेना ल्याउने भनेर। मैले भनेको थिएँ कि थिएन अमेरिकन सेना ल्याउने प्रपञ्च हो? मैले भनेको थिएँ कि थिएन? पुग्यो कि पुगेन? ल्याउँछन्, अमेरिकन सेना पनि ल्याउँछन्, दलाई लामा पनि जन्माउँछन्, 15औं दलाई लामा। दाइ दलाई लामाको जन्मदिन भोलि स्वयम्भूमा मनाउने भन्ने कुरो मनाउँछन्, के हो? मनाउँछन्। दलाई लामा के छ त मन्त्री भनेर? कसले रोक्छ? मनाउँछन्। यो देश कसले चलाएको छ? कसले चलाएको जस्तो लाग्छ? नेपालीको सरकार हो यो? नेपालीको सरकार भए सुकुम्बासीको हालत त्यस्तो हुन्थ्यो, विद्यार्थीको हालत त्यस्तो हुन्थ्यो, गरिबको हालत त्यस्तो हुन्थ्यो? बाटामा मकै बेचेर खान्छु भन्न पाएन, बाटामा फर्सीको मुन्टु बेचेर खान्छु भन्न पाएन गरिबले। यो गरिबको सरकार, यो नेपालीको सरकार हो। सरकारले यहाँ रोहिङ्ग्याले बास पाए, यहाँ सुन्नु, चामल दिएर पठाउनु पर्ने अवस्था आएको छ। आयो यहाँ रोहिङ्ग्याले बास पाए, तिब्बतियनले बास पाए, तर नेपालीले बास पाएन। हेर्दै जाओ नेपाली हो, हेर्दै जाओ। म त्यति मात्रै भन्छु। अहिले पहिलेका दलहरू थिए नि प्रयोग गरे सुकुम्बासीहरूलाई, किन तिनीहरू चुपचाप छन्? किन तिनीहरू बोल्दैनन्? र तपाईँ चाहिँ जसले तपाईँलाई साथ दिएको थिएन हिजो, तपाईँ सडकमा हुँदाखेरि तपाईँ आज बोल्दै हुनुहुन्छ, तपाईँ नै उहाँहरूलाई सहयोग गर्दै हुनुहुन्छ, खानेकुरा नै तपाईँले दिँदै हुनुहुन्छ। कारण चाहिँ के हो? होइन, यस्तो हुन्छ। यिनीहरूले हिजो भरमग्दुक प्रयोग गरे, सुकुम्बासी जो पनि प्रयोग गरे पार्टीले। हजुर, सुकुम्बासीलाई धेरै प्रयोग गरे। आज उसले पनि प्रयोग गर्ने, रविले कसले प्रयोग गरेन? रविले प्रयोग गरेन। कोठा खोजेर राखिदिएको भए सामान किनिदिएको भए के बिग्रिन्थ्यो त भाइ? रविले प्रयोग गरे नि त, परको खगेन्द्र सुनारले प्रयोग गरे नि त। डोजर चल्यो भने सुकुम्बासीका घरमा होइन, भ्रष्टाचारीका घरमा डोजर चल्छ भने कुन भ्रष्टाचारीका घरमा डोजर चल्यो र कुन सुकुम्बासीका घरमा चलेन? भनेपछि हामीले 100 दिन भयो भने, हाम्रो सरकार बनेको 100 दिनमा विदेशका गल्ली गल्लीमा गएर होइन पोस्टर तान्छौँ भने त मुख खत्ता बनाएर त्यो के भन्छ नि बोलेको थियो त रवि लामिछाने। आज कहाँ गयो? आज कहाँ गयो त्यो कुरा? सत्तामा गइसकेपछि बिर्सिनु भयो उहाँहरूले। गयो हो, त्यसले गर्दा यो सत्ता धेर जाँदैन। अमेरिकन सेना छिटो आउनुपर्छ यहाँ, अझै पुगेको छैन। जब अमेरिकन सेनाले यहाँ बुट बजार छ नि, अनि चाइनाले यहाँ हान्छ नि, अनि स्वर्णिमागले त अमेरिका गइहाल्छ, उसको श्रीमती फिलिपिनी अमेरिकामा जन्मेको रहेछ। बुझ्नुभयो कि कुरा भाइ? दाइ भोलि अब सुन्नुहोस्, सबैले व्यवस्था गरेका छ अमेरिकामा। हजुर, सबैले। त्यसले गर्दाखेरि बहुत राम्रो हुँदैछ। यिनलाई शुभकामना छ। यी देश बेच्ने, आमा बेच्ने, छोरी बेच्नेहरूलाई धेरै धेरै शुभकामना छ। र अर्को कुरा, यो माथि असो तोपोवन भन्ने छ नि, हजुर, त्यो भनेको नि हेर्दा बाहिर गेरु बस्छ, भित्र नाचगान, भित्र विदेशीहरू आएर त्यहाँ बस्दा रहेछन्। त्यति महँगो होटल जस्तो रहेछ त्यहाँ व्यापार। अनि त्यहाँ जाने मान्छे हेर्नुहोस्, खगेन्द्र सुनार, सिके राउत, ल सिके राउतदेखि लिएर जो यो देशमा एनइडी आइआरआईका मान्छेहरू त्यहाँ गएर बस्ने अनि मिटिङ गर्ने थलो रहेछ त्यो थलो। तपोवन, तपोवन पवित्र धर्मभूमि, के को पवित्र धर्मभूमि भन्ने हुन्छ त्यो? त्यहाँ गएका मान्छे जम्मै यहाँ आउँदा पागल हुन्छन्। के को धर्मभूमि हो त्यो? हामीले देखाएको छैन। त्यहाँ गएको मान्छे बाहिर आएपछि पागल हुन्छ, अनि डक्टरकोमा लगेर दबाई खुवाउनुपर्छ, उपचार गर्नुपर्छ। ठिक छ, जे होस्। अनि त्यहाँ गएका मान्छे नि उल्टो काम गर्छन्। ऊ त्यस्तो अमेरिकन सेना ल्याउनुपर्छ भन्छ। दिमागमा शान्ति होइन, दिमागमा चाहिँ नेगेटिभ तत्त्वहरू। हो, त्यहाँ त पोजिटिभ तत्त्व भर्न जाने हो नि। हजुर, तर त्यहाँ के भरिएर आउँदो रहेछ त्यो पनि देखियो, त्यो पनि देखियो। त्यसले गर्दाखेरि सबैलाई शुभकामना छ। राजाको जन्मदिन छ दाइ भोलि। हामीले अहिले रेकर्ड गरिरहेको छौँ, भोलि राजाको जन्मदिन छ। सधैँ झैँ निर्मल निवासमा राजाको जन्मदिन मनाउने चलन चल्दै आएको थियो, तर योपालि चाहिँ राजाले जन्मदिन नमनाउने
आम पब्लिकहरूसँग नभेट्ने भन्ने कुरो आएको छ भन्ने सुनिएको छ मिडियामा। किन राजाले चाहिँ जन्मदिन पब्लिक सामु मनाउन छोडेको होला दाइ? र राजाको जन्मदिनमा चाहिँ राजालाई के शुभकामना दिन चाहनुहुन्छ? होइन, अब उहाँलाई जन्मदिनको शुभकामना छ राजालाई। अहिले मैले त्यति नै भने। अब उहाँले किन मनाउनु खोज्नु हुँदैन, उहाँलाई नै सोध्नुपर्छ, उहाँको कुरा हो नि त, मेरो कुरा होइन। हजुर, उहाँलाई शुभकामना मात्रै दिउँ होइन। अब त्यो ठिकै पनि हो। अब जम्मै गएर लाइन लाग्ने अनि त्यहाँबाट हिमाल जस्तो टनल नबनाएर ढोग्ने उपलब्धि केही छैन। हजुर। अनि त्यहाँबाट चाहिँ नि हाम्रो के राजा आऊ देश बनाऊ भनौँ, राजा बालनले ल्याइदिन्छ भनेर मक्क परेर बस्ने। म त कलाकारदेखि पो लाज लागेर आउँछ। बालनले राजा ल्याउँछ भन्छन् क्या कलाकारहरू, खतरा खतरा कलाकारहरू नि। हजुर। कलाकार जस्तो लाग्न थाल्यो क्या अहिले त है। अनि यहाँका विज्ञ, यहाँका बुद्धिजीवी, केही पत्रकारहरू पनि, केही पत्रकारहरू है, मैले जुन पोलिटिक्स बुझेको छु नि नेपालमा, दाइलाई विश्वास लाग्दैन बालनले राजा ल्याउँछ जस्तो लाग्दैन? अमेरिकन सेना ल्याउने मान्छेले राजा ल्याउँछ, त्यही अमेरिकन सेना ल्याउनलाई राज संस्था हटाएको होइन, राजदरबार हत्याकाण्ड गरेको होइन। राजा नहटाइकन हिन्दू धर्म जाँदैन थियो। राजा भनेको गार्जेन हो। राजा हुन्जेलसम्म केहीमा पनि साइन गर्दैन थियो। अनि यी जम्मै भतुवा ल्याएर साइन गराएन खुरुखुरु। यी मान्छे हुन्, यी गोठाला ल्याएर साइन गराएको होइन। यी त जम्मै गोठाला हुन् नि। यो सिंहदरबार भनेको त गोठालाहरू बस्ने ठाउँ हो। यति बुझ्नु न, नेपालीको जनताको सरकार हो यो। जनताको सरकार भए शिक्षामा कर, स्वास्थ्यमा कर, बिजुलीमा कर, पानीमा कर, घर गरिबका घर जम्मै भत्काएर फर्सीको मुन्टो बेचेर खान पाएन। अब यहाँ भन्दा छ, बच्चाले पढ्न पाएका छैनन्। अनि सोसियल मिडियामा जम्मै देखाएर अब अहिले अर्काका भिडियो चल्छन् भनेर फेसबुक उडाइदिएको छ, भिडियो नचल्ने बनाइदिएको छ। अल्गोरिदम कब्जा गरेर कहिलेसम्म चल्छ? हेर साथी, अब म के भन्छु भने नि, हत्केलाले सूर्य छेकिँदैन, तिम्रो आफ्नै अनुहार छेकिन्छ, केही समयलाई हो। बालन सरकारको 100 दिनको मूल्याङ्कन ठ्याक्कै 100 दिन पुगेको छ दाइ। 100 दिनको मूल्याङ्कन चाहिँ दुर्गा परसाईले एकजना प्रतिपक्ष, सडकको प्रतिपक्ष, तपाईँको मूल्याङ्कनमा बालनको 100 दिन कस्ता रहे? होइन, बालनको 100 दिन नि, म आजको 7-8 दिन पछाडि सबैको प्रतिक्रिया आओस्, म भिडियोमा सार्वजनिक गर्छु। यो डिजिटल भिडियोमा सार्वजनिक गर्छु, प्रुफ सहित बालनका 100 दिनका कामहरू। बालनका 100 दिनका कामहरू सुटुक्क भन्नु त दाइ 2-4वटा केही होइन, सुटुक्क प्रमाण सहित। अन्तिममा 3 करोड जनतालाई, तपाईँका शुभचिन्तकहरूलाई, तपाईँका अभियन्ताहरूलाई र भुइँ मान्छेहरूलाई के भन्न चाहन्छु? म के भन्छु भनेदेखि, म भोलि पर्सि 23 गते माता सीताको दर्शन गर्न जाँदैछु राम जानकी मन्दिर जनकपुर, जहाँ बालनले बाचा गरेका थिए, म गरिब जनताहरूलाई मर्न दिँदैन, म तराईको छाउरो भनेका थिए, तराईको छोरा भनेका थिए। तपाईँ फेरि त्यहीँ गएर बाचा गर्ने दाइ? म पनि तराईकै छोरा हो। हजुर, म पनि तराईकै छोरा हो। म तराईमै जन्मेको, झापामा तराई नै हो म जन्मेको। उहाँले के बाचा गर्नुभएको थियो? हजुर, पैसा नहुने मान्छे, बिना ढेउवाकै मान्छेले उपचार पाउँछ, बिना ढेउवाकै मान्छेले शिक्षा पाउँछ। हजुर, काठमाडौँ जाइसे, पशुपति दर्शन करिसे, प्रदेश को बलियो बनाइसे, काठमाडौँ अधिकार नलेले भनेर भन्थे नि। काठमाडौँ घुम्नलाई जाने हो, जानेर पशुपतिको दर्शन गर्न जाने भनेर उनीहरूको भाषामा भन्थे होइन। म चाहिँ किन जान्छु भन्दाखेरि नि, म चाहिँ हजुर माता जानकीको दर्शन गर्न जान्छु। हजुर, मेरो अरू कुनै राजनीतिक केही छैन है। मलाई फेरि जाँदाखेरि भोलि फेरि पक्रिने पनि सम्भावना छ। उनीहरूले त म जहाँ गयो भगवानको दर्शन गर्न, शक्तिपीठमा दर्शन गर्न, भगवानको आशीर्वाद लिन जाँदाखेरि पहिले केपी ओलीले पनि मन्दिर राख्न नदिने, पक्रिने, फेरि अहिले आएको सरकारले पनि तपाईँ शक्तिपीठमा भगवानको आशीर्वाद लिन जाँदाखेरि पनि पक्रिनको कारण चाहिँ के रहेछ दाइ? हो, यिनीहरूको अन्त्य हुनलाई। म के भन्छु भने नि, जस्तो अस्ति गढीमाईमा मलाई थुन्यो नि। हजुर, गोवामाईमा माता दुर्गाको, यिनीहरूलाई थाहा रहन्छ कलियुगमा दुर्गा माताको उत्पत्ति हुन्छ क्या, राक्षसहरूको वध गर्न। र माताको पनि किन, राक्षसहरूका पनि धेरैवटा हात चक्र बोकेर हिँड्थे नि त, खुँडाहरू बोकेर हिँड्थे नि। भगवानहरूले पनि दुर्गा माताको उत्पत्ति गराए, त्यस्तै हात, त्यस्तै काली बनाए, राक्षस जस्तै बनाए नि मातालाई। कलियुगमा माता दुर्गा माताको शक्ति हुन्छ, त्यसले गर्दा धेर नचलाऊ।
कुनै दिन त्यस्तो राक्षसको जन्म भयो देशमा भने माताको पनि जन्म हुन्छ। माताको पनि जन्म हुन्छ, भइसकेको छ। यिनको अन्त्य पश्चिमाहरूले चलाएको यो सबैलाई बिपी कोइरालादेखि मनमोहन, केपी ओली, प्रचण्ड, शेरबहादुर हुँदै रवि बालेनसम्म पश्चिमाहरूले चलाएको हो है। जर्ज सरोजको पैसाले चलाएको हो, दलाई लामाको पैसाले चलाएको हो, एनइडी आइआरआईको पैसाले चलेका हुन्। रात दरबार हत्याकाण्ड त्यसै भएको छैन। त्यसले गर्दाखेरि यो सबको अन्त्यको लागि नि माता दुर्गाले मातासँग यही सङ्कल्प गर्दै तपाईँहरूसँग बिदा लिन्छु। नमस्ते। पर्सि राम जानकी मन्दिरमा बिहान 8 बजी भेटौँ। नमस्ते। 23 गते है, 23 गते पर्सि भनेको 23 गते मङ्गलबार बिहान 8 बजी राम जानकी मन्दिर। नमस्ते।